जब जब राष्ट्रिय महिला फुटबल टिम कुनै पनि गेमको पेनल्टीमा पुग्छ नि त्यो समयमा सबैले सम्झिने नाम भनेको अन्जना राणा मगर हो। त्यसैले उनी पेनल्टी क्वीन भनेर पनि परिचित छिन्। विगत 9 वर्ष अगाडिबाट आर्मीमा आबद्ध भएर व्यावसायिक फुटबल खेल्दै आएकी अन्जना अचानक एपीएफमा नयाँ कन्ट्र्याक्ट साइन गर्दा दुनिया चकित परेको छ। आर्मीको स्क्वाडमा रहेर क्याप्टेनको भूमिकासम्म निर्वाह गरिरहेकी अन्जना अचानक एपीएफमा जाँदै गर्दाखेरि आर्मीको स्क्वाडलाई ठूलो झड्का लागेको छ। नेशनल टिमको क्याप्टेन साथै एपीएफको क्याप्टेन गोलकिपर एन्जिला तुम्बापु सुब्बा व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी छिन्। सायद त्यही कारण पनि हुन सक्छ अन्जना एपीएफमा जोइन भएकी। तर यति भन्दै गर्दाखेरि एपीएफमा अर्को एउटा उदाउँदै गरेको गोलकिपर सावित्री किसान पनि छिन् जो पछिल्लो समय एकदम राम्रो गर्दै आइरहेकी छिन्। केही महिना अगाडि मात्रै भएको एन्फा वुमेन्स लिगमा बेस्ट गोलकिपर बनेकी थिइन्। सबै कुराको राम्रो र नराम्रो पक्ष हुन्छ। अन्जनाले पनि आफ्नो परीक्षा आफैले लिइरहेकी छिन्। एपीएफमा प्राय सबै नेशनल टिमबाट खेल्ने खेलाडीहरू छन्। त्यसैले पछि आउने नेशनल गेमहरुमा अन्जनालाई पक्कै पनि सहज हुनेवाला छ भने अर्को एउटा चुनौती पनि छ। नेपालको बेस्ट गोलकिपर जति सबै एउटै टिमबाट खेलिरहँदाखेरि पक्कै पनि गाह्रो हुनेवाला छ। जे हुन्छ राम्रोको लागि हुन्छ। बेस्ट अफ लक अन्जना।